सो हेलो गाइस, नमस्ते, वेलकम, गुड मर्निङ। आफ्नै जाडो हो यार। हेलो गाइस, आज चाहिँ भेट भयो गाइस। अब हाम्रो चाहिँ सूर्यदेव उदाउनु भएको गाइस। हाम्रो यात्रा चाहिँ यहाँ माथि डाँडामा गाइस। हामी चाहिँ अब ठ्याक्क हाफमा पुग्यो हो त्यो एरिया। क्या बवाल छ यार, कति हेर्ने यार। सो हेलो गाइस, नमस्ते, वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ ठ्याक्क बिहानको 5:30 भएको हो। अँध्यारो छ, अलिअलि उज्यालो हो। आज चाहिँ हामी माथि लेखतिर जानला लाइटले मुख हेर्नै भएको छैन कि बिहान नै जाडो हऱ्यो। ल साथ भिडियोमा साथ रहनु होला, हेर्नु होला, अगाडि हेर्नु होला। आफ्नै जाडो हो यार। अनि आज चाहिँ टाढातिर जानु पऱ्यो भने पहिला जहाँ गइन्थ्यो त्यहाँदेखि नै बुटल जहाँ गएदेखि अब छोडिदियो। आज कस्तो हिजो हेर्नु पऱ्यो भनेर क्या, हेरौँ कस्तो हुन्छ। स्कुल आयो। अब यहाँ एउटा केटा हुन्छ साथी, जस्तो अब घाम उदाउँछ मलाई यार, यस्तो भइरहेको। उता हिमाल देखिरहन्, उज्यालो बस्यो देखिन्छ कि बाबा। त्यसै हाम्रो खालाको स्कुल देखि होइन गाई, टाढा आउने हो र जुन भल्लोमा है उहाँ मोबाइलको क्वालिटी छैन कि ल दामी हो। सो हेलो गाइस, आज चाहिँ भेट भयो। खबर देख्नु नि यार, हामी भनेको ब्याग हुन्छ यो गर अब, तर उठ्नु चाहिँ छिटै उठिन्छ कि। अर्को त अब जावान गएर बस्यो, त्यसलाई म चाहिँ छ मासु र भात खा दिनु नि। तिमी त मोटा खा है त हो। के छ तर हाल्यो खबर? ठिकै छ, उज्यालो भइसक्यो। अनि सनसेटमा जाने भने बवाल हुन्थ्यो कि, तोरीफुले है बल्ल देखिँदैछ कि बवाल। अझै उज्यालो भएपछि बवाल देखिन्छ। यता जाडो छ यार, कहिले घाम 6 बजी उदाउँछन् होला। होला गाइस, हामी चाहिँ अब यो घरती चढाइयो ठ्याक्क यस्तो अब उज्यालो भइसक्यो। दामी छ जाडो त अब उकाल लागि गर्नु भएको होइन। यता यहाँ कहाँ देखिन्छ डाँडाकोटेरी बजार। अझै उकाल लाग्न खतरनी यार। नि अब हेन्सियोला खान टाउको दुख्याएर अब आफ्टर भएन टोपी लगाएन। वनको उठानदेखि नानी हो नि त। अलि बिहान अलिअलि ढिलो हो कि आज यार। अस्ति 4 बजी नै आइयो होइन, पुरै सेतै यार। पुसमा हुन्छ, पुसमा गाज हामी चाहिँ पुग्यो ठ्याक्क। अब यताबाट यता कहाँ जाने, डाँडाकोटे जाने, यता अब हामी जाने। उता चाहिँ उता तलै अडाइयो उज्यालो भयो तर सनसेट भएको छैन अझै। के अरे केही भन्न चाहन्छु तर आएन कि। के छ त्यहाँ टाउका मेन्टेसन आएर हरियो भएको है सेक्सी हो। यिनी चाहिँ हाम्रो दोस्त हुन्। हामी चाहिँ अर्को अब मैले अहिले भनिसकेँ त अर्को जापान पुग्यो। अब यिनी जाँदैछन् कोरिया, तर त्यसपछि मेरो पालो कता हुन्छ। अरू ठिक छ सकाश। आज चाहिँ हामी अब टावर देख्यो कि म्याक बोले अरे यार टोपी बवाल देख्यो होला गर। माखन टोपी आइछ कि गीत गाउनु एउटा गाउन। कति गाउँथ्यो कि सुला त गाउनु एउटा एउटा गीत गाउनु। एउटा मात्र कि हेरेर काटौँला कि। गाइस अब हाम्रो चाहिँ सूर्यदेव उदाउनु भएको।
हामी चाहिँ पुग्नै लाग्यौँ आफ्नो डेस्टिनेसनमा मजा आयो यार नि त दामी छ सहरमा यस्तो हावा हुन्न नि न कस्तो आत्कै हुन्छ होइन अलि छिटो जाउँ न यार हिँड्न सकेन अब बोकेर लान्थ्यो म नि सकेन कि हामी चाहिँ अब आउनु लाग्यो यहीँबाट माथि यहाँबाट जाने हो माथि यहाँबाट जाने हो सिँढीबाट पारै सिँढी छ नि अनि त पारै सिँढीबाट जाने हो ठिक कस्तो माथि बवाल होला नि त यो त यार घाम लागिसकेन म चिसाको डर छैन घाम लागेपछि ल ठिक छ हेर्न कस्तो भ्यू देखिन्छ हेरमै बवाल भ्यू चाहिँ यता कफी चाहिँ छ है कफी भयो चाहिँ पसलमा के छ खानेहरू यो झर्दा लिएर जाने आगो लागि ल अस्ति पनि चस्मै हराएको उताबाट जान्छ उता क्यार्न जाने हो ए यताबाट झर्ने त र नास्ता जानु लगाएको चाहिँ नास्ता खानु लाग्यो नास्ता जानु लाग्यो भोक लाग्यो कि हाम्रो सरकारलाई मलाई लाहा लाग्नु त हाम्रो यात्रा चाहिँ यहाँबाट माथि डाँडामा हामी चाहिँ अब हिँड्नु लाग्यो नास्ता खाएर ट्याक्क मुख मिठाएर बिहान अनि यो त खाइयो र ग्यास्ट्रिक हुने कि ग्यास्ट्रिक हुने के हुने हुन त अब तातो रगत छ र पो हालेर फेरि भइहाल्छ हो कि घाम लगाएर माथि त तातो होला नि जाडो हेर यहाँ त गाइस यो चाहिँ हो हाम्रो भ्यू आउने चाहिँ अब यहाँदेखि माथि लाग्न यो चाहिँ ठ्याक्क बवाल छ मौसम नाइस टु मेट यु भन्नु नि कोही आयो भनेर हामी दुइटा भयो गाइस हामी चाहिँ अब ठ्याक्क हाफमा पुगे हो अझै माथि जाने उहाँ मन्दिर क्वालिटी देखिन्न यार यही हो हाम्रो वरिपरिको वातावरण हामी चाहिँ ट्याक्क अब हावा खाँदै त्यो टोपी मालिदियो कि त्यहाँदेखि ज्याकेटको टोपी लगायो त्यो कहाँको स्किल हो ट्याक्क यस्तो छ चेट यताबाट कोही आउने हिँड्छन् कि यार बाटो यस्तो बेकार छ यार कुरो छ पुरै कौन माए बरु पुरै झाडी छ झाडी तेरिका यहाँ के हो पाइप हो तेरिका शीत छ शीतै शीत आज जाडले के हुने अब थाहा छैन पचाउनु त पचाउँछौ पचाउनु त सक्छौ कि नि रुवाएको कि जाडो के फुल आयो भोबाल छ त फुल हो के हो यस्तो बाटो यार कहाँ पस्ने त हाडा छ कि नै आऊ यतिबाट फेरि मनी आयो त छैन ए म्याको रेतनेर पस्छ काडो रहेछ तेरि यहाँबाट हिँड यार फेरि यार तेरि यार तेरि यार यस्तो छिर्नु पर्यो यार तेरि यार तेरि यार टाढो छ क्या जाडो भयो यार
अरे यार यहाँ त यस्तो शीत छ ब्रो पनि यार सिडी बनायो के फाइदा हो नि त पुरै यस्तै रहेछ यार गाइस जुत्ता बाटो नामलाई कोही आइबार अन्त को आउने होला सर दुख्छु हो यहाँ यस्तो बनायो मात्र गाह्रो रहेछ बाटो त यार जङ्गलमा ठ्याक्क आइयो डाँडा टुप्पा डाँडाको टुप्पोमा ठड्डै छ त यहाँ त यार अब तातो हुन्छ फाइनल्ली गाइज यस्तो यहाँ त देख्छु छ त यार कुरो यस्तो छ त भ्यू ए मैले यता नाम पुरै देख्छु यार छैन कि बाटो कतिको के अरे के कुरो पुरुप कपडा तारा हान्नुपर्छ होइन यस्तो त यार बस मजा आयो यही स्वर त हिँड्यो अब त यार एक भन्दा पाएको भने डरायो यहाँ छ हाम्रो मन्दिर यहाँ छ हाम्रो बाघ यो शेर तो शेर नि हो दक्छु बिजा यार हरे भरा यार चल्नु तलको भ्यू चाहिँ ठ्याक्क वाल छ त्यतिका हिमाल देखिरहेछन् डाँडाकाँडा बस्ने हो यहाँ कहाँ गयो गाइस यसो फोटोसोटो खिच्न पर्छ क्या भनेर यहाँ त जान्नुलाई अब आउँछ टुरिस्ट भिडियोमा जानु चाहिँ लाग्यो अब तलतिर तलको भ्यू पनि हेर्नु पर्छ यता एउटा घरतिर झर्ने हो ए आज ल धामिस ल मजा आयो अझै आउँछ बल्ल 25% मजा आयो 75% त रिक्स छ त्यो पनि आउँछ मजा आयो कि नि भन है कमेन्टमा ठ्याक्क लाएर मजा आयो तर दोक्सु र काँडाले चाहिँ यति गयो छैन गएर मजा आयो त्यही पनि है तेरी बस्दैन चैट के छ लोटे माया छ लोटे अझै मजा आउँछ त्यो कुरो हो त्यही हो कुरो त्यो कुरो यो त यसलाई त दोक्सु भन्छन् कुरोकै अर्को सानो बहुत लाग्छ यार त यार सिट छ फेरि यहाँ ए ओखै म त हिँडिदिन्छु यहाँ गरी कपडा जलाइदिन्छु ल त तनो भएर त जुत्ता तनो दाहिने खुट्टा जुत्ता तनो भयो कि यार मेरो फेरि यो जुत्ता बहुत तनो खुसिन्छ क्या ए चिसो भयो यार भित्र त यार यो त पानी गयो यार जुत्ताभित्र यार भरि लैतरिका यस्तो भ्यू देख्न पाएपछि नि अरू के चाहियो र हेभेन हेभेन फेरि स्वर्ग देखाऊँ स्वर्ग हेर्ने हो स्वर्ग स्वर्ग हेर्ने हो स्वर्ग हेर्ने हो गाइस स्वर्ग ल यो स्वर्ग यो स्वर्ग हेर्ने हो स्वर्ग 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 ल स्वर्ग यही हो स्वर्ग
अरे गाइस यो त बवाल भ्यू देख्यो नि मैं करी पैसा वसूल भयो यार होइन त अरे देख्यो नि है अरे यार मजा आयो यार आत्मा तृप्त भन्छ नि आत्मा तृप्त भयो जस्ट हेभन आई एम गोइङ टु हेभन आई एम गोइङ टु हेभन 100 टाइम भने नि पुग्यो छ के राम्रै हो क्या तर क्या बवाल छ यार कति हेर्ने के हेर्ने यार कति जति हेर्ने मन नबुझिने छ क्या यार अरे वाह यार इनको थोपड़ा नहीं के बवाल यहाँ त पिङ थियो त भएको छैन होला ए हैछ पैसा वसुल गर्यो भन्दै अन्त मोटो बाटो बनाएको त उहाँ पनि छ पिङ त्यहाँ एउटा बवाल दुईटा बवाल फोटो आएको थियो यार अस्ति नै यार यहाँ त जिरा नामलाई बान्यो नि त बस्ने मात्र छ है अहिले त यो चाहिँ हामी आउन खोजेको भनेको चाहिँ यहीँ हो बवाल रहेछ होइन घाम भएर कपडा पनि खोल्यो ठ्याक्क ए उहाँ त पुरै उसले ढाकेको त के त सन्ध्याहरूतिर हो दामी छ हेत्तेरिका भन्ने भ्यू यहीँ हो र यहीँ छ बवाल देखिरहेको छु जतिसुकै देखिरहेको कस्तो छ के छ घुम्न आउने अब यहाँ बवाल छ यो के ताल बनाएका छन् पानी आउँछ ल पानीतिर लाग्यो अरे यार ल दामी छ ल गाइस हामी चाहिँ अब यहाँ झुला चढ देखाएर ढलाउने चाहिँ चाहिँ मागे यस्तो कालो आइदिरहेको टाउका लगाएर हामी चाहिँ अब झर्दै घरतिर लाग्यो भोक लाग्यो थकै लाग्यो मैले यो यति रिपोर्ट गर्नलाई दिमाग खराब भयो यो मैले भिडियो बनाएर युवराजको र यहाँसम्म हेरिदिनु भएकोमा साथ सपोर्ट गरिदिनु भएकोमा धन्यवाद हस् नमस्ते अर्को बेलामा भेटौँला थ्याङ्क यू अल बाई